सर्वप्रथम अनि बौद्ध धर्म पर्जी समाजद्वारा आयोजन गर्नुभएको धर्म प्रवचनको लागि यहाँ उपस्थित भएको अनि दर्शकबिन सबैलाई अनि हार्दिक नमस्कार भन्न चाहन्छु। अब आजका विषय चाहिँ धेरै महत्त्वपूर्ण छ। दैनिक ध्यान साधनाको विषयमा चाहिँ हामी भन्दैछु। त्यो सँगै आगम व्याख्याहरू सबै प्राप्त हुने हो। त्यस कारणले अनि जो अनि व्यक्तिले मेरोसँग अनि गुरु चेलाको धर्मगुरु चेलाको सम्बर भएकोहरू सबैले आज चाहिँ अनि आगमहरू सबै प्राप्त हुने हो। त्यस कारणले अनि सबैले पूर्व अभ्यासहरू प्रार्थनाहरू राम्रो गरिदिनुहोस् है। अब हामी सुरु गर्छु। Songye jodan zoge jonam lai jangjo bardo dane gyozon dage jujenge ben zonange rola benjere san robara sho sangye jodan zoge jonam jangjo bardo dane gyozon je dage jujenge ben zonam rola benjere sangye robara Sangye judan loge jona lai changju bar dage jujenge ben zonange dola benjere sangye ro bara sho Simchen damjen dewa dan dewen gyu dan denbaran gyu je simchen dongal dan dongal yen gyu dan drewaran gyu je simchen damje dongal dewa dan mendra waran gyu je simchen damje nyirin chadan nyidan dre danyom la nebaran gyu ro je penden junen denba Tenzin Gibo Damje Kungam Zang Lujen Kunlan de Genjung Sangye Tenba Dado Ge Gyuro Je On lasso Abo Tamaruli PowerPoint मा चाहिँ हेर्नुहोस्। अब आजको दिनमा अनि बौद्धको प्रवचन हो, तर त्यो चाहिँ ध्यान अभ्यासको विषयमा। आजका शीर्षक भनौँ अनि विषय चाहिँ के हो भनेदेखि निरे न्याम्लेन द्वीपा भनेर अनि त्यो दैनिकको अनि साधना दैनिक रूपमा गर्ने अनि साधना विधि भनेको छ। तर आजको चाहिँ अनि द्वीप भनेर चाहिँ संक्षिप्त विधि हो। संक्षिप्त विधि यो भन्नु चाहेको कारण चाहिँ हाम्रो यहाँ दर्शकबिनहरुमा कोहीहरू बुद्ध धर्मको विषयमा पहिला धेरै नपारेको त्यस्तो हुन सक्छ। त्यसो कारणले पहिला धर्म पढ्नुहरू खास गरेर अनि ध्यान साधना अनि दैनिक ध्यान साधनाहरू अनि पढ्नेहरूलाई अरूदेखि लिएर अनि सबैलाई फाइदा हुनेको लागि चाहिँ अनि यहाँ संक्षिप्त विधि भनेर चाहिँ राखेको हो। अब यो पढ्दै गएर पछि तपाईहरु यो चाहिँ सबै जानकार भइसकेपछि फेरि बृहत रूपले अनि ध्यान साधना गर्ने विषयमा पछि आउँछ।
आज चाहिँ अनि सबैले फाइदा हुनुको लागि त्यो मात्र होइन कि फेरि कोहीहरू पढ्नु चाहिँ सबै पढ्नु सक्ने बृहत् रूपले पढ्नु सक्ने तर अनि अब हाम्रो जनतामा धेरैहरू चाहिँ अनि काम गर्नुपर्ने स्कुलमा पढ्नुपर्ने त्यस्तो गरेर चाहिँ समय चाहिँ धेरै कम्ती रहेछ नि अब त्यस्तो समय कम्ती भएकोहरूलाई पनि यो संक्षिप्त अनि ध्यान साधनाले धेरै फाइदा हुन्छ बृहत् रूपले त्यो गर्यो भनेदेखि फेरि त्यो सबै गर्नु नसकेर अनि कोहीहरूलाई चाहिँ दुःख हुने अलिक गाह्रो हुने हुन्छ रहेछ त्यसो कारणले अहिले चाहिँ सबैको लागि अनि फाइदा हुनुको लागि अनि हामीले यो बनाएको हो अनि तपाईँहरूले यो चाहिँ राम्रो गरेर चाहिँ जानकार गर्नुहोस् अब यहाँ यसमा पहिला ध्यान दिनुहोस् है शमसे हिग न चेनम गाउँदै हिग भने चाहिँ मुन्नी अनि अक्षर बोल भनौँ बक्लोमा कालो बक्लो बनाएको छ नि त्योहरू चाहिँ अनि नाग्दुन भने चाहिँ पाठ गर्ने हो है अक्षर बक्लोमा नभएको कालो बक्लो नभएकोहरू चाहिँ अनि अले निलो अले ल ल त्यही नगु थङ्गु ला या ठिक छ मुनि नेपालीमा चाहिँ पढ्नुहरू के भन्छ पाठ गर्नुपर्नेहरू चाहिँ निलो कलरमा रङमा बनाएको छ अरे अक्षरहरू निलोमा बनाएको छ अरे त्यसो कारणले निलोमा भएको अक्षरहरू सबै अनि पाठ गर्नुको लागि हो त्यो चाहिँ ध्यानमा राख्नुहोस् दिने अब यहाँ धीर निरे गोम न्याम्ने छिचु दुबा सेपाला ठुक भनेको छ अब यहाँ दैनिक साधना गर्ने संक्षिप्त विषय विधिमा अनि 6 प्रकार भनेर चाहिँ भन्नुभएको छ पहिला यो चाहिँ थाहा हुनुपर्छ सबैले अब 6 चाहिँ के हो भनेदेखि पहिलो थाङ्बो दाउँ नेन्जोर भनेको छ पहिलो चाहिँ उड्ने बेलाको योग साधना है उड्ने बेलाको भन्ने चाहिँ अलि अब नेपालीमा यस्तो लेख्नु पर्यो हुनु त त्यो होइन उड्ने तरिकै त्यो के अरे ध्यान साधना उड्ने तरिकै धर्ममा जानु पर्यो समय धर्ममा जाने मात्र होइन त्यसो कारणले उड्नेको भन्नुपर्छ उड्नेको अनि ध्यान साधना उड्नेको साधना तर अलिकति के भन्छ सजिलोदेखि थाहा हुनुको लागि उड्ने बेलाको योग साधना भन्ने होला अब यसरी हो थाङ्बो दाउँ नेन्जुर दाउँ थियो कि नेन्जुर भनेको छैन दाउँ नेन्जुर भनेको छ त्यो हो अब दोस्रो चाहिँ पहिलो भयो है दोस्रो चाहिँ निप ठु कि नेन्जुर भनेर चाहिँ भनेको छ त्यो दोस्रो चाहिँ के हो भनेदेखि स्नान योग साधना भनेको छ अब हामीले के भन्छ मुख सुख धुन्दाखेरि चाहिँ अनि त्यो दुनेको कार्यहरू धर्ममा लाग्नको लागि अब सुम्ब थुङ्गी नेन्जोर भनेको छ यसमा चाहिँ के लेखेको छ भनेदेखि तेस्रो अनि साधना 17 अनि साधना 17 योग भनेको छ अब यो चाहिँ सजिलोदेखि भन्ने हो भनेदेखि साधना पहाड योग भन्यो भने हुन्छ भन्छ त्यसो कारणले साधना पहाड योग भन्ने भने हुने रहेछ यो अब यहाँ के अरे यो अब शिवा त्यसपछि चौथोमा चाहिँ के आउँछ भनेदेखि चौथो चाहिँ खानपानको योग साधना खाना खाने बेलामा पिउनु बेलामा अनि त्यो ध्यान गर्ने साधना गर्ने त्यो साधना भन्नु पर्यो अब
पाँचौँमा चाहिँ के आउँछ भनेदेखि पाँचौँमा चाहिँ सुत्ने बेलाको योग साधना। अब यो पनि बेलाको भन्छ है, बेला होइन। सुत्ने तरिका जो सुत्नेको कार्य जो छ त्यही धर्ममा धर्ममा अनि के अरे परिवर्तन गर्ने हो। त्यसो कारणले सुत्नेको अनि साधना योग। अब ठुक्पा थुइसेङ किन्नेन्जुर भने चाहिँ अनि छोटो आन्यास कालको अनि साधना त्यो ठिक छ। अब आन्या कालको साधना भने चाहिँ अगाडि 5 वटा भनिसक्यो नि, 5 वटाको अनि बेला नभएको अन्य समयहरू छ नि, त्यसमा अनि साधना गर्ने योग चाहिँ हो त्यो। अब यो 6 वटा पहिला तपाईहरुले यो 6 चाहिँ सबै मनमा राख्नुपर्छ। मैले एक दिनको भित्र चाहिँ यो 6 वटा चाहिँ मैले साधना गर्यो भनेदेखि मेरो एक दिनको, अब इङ्ग्लिसमा भन्छ नि 24 आवर्स, 24 घण्टाका समयहरू सबै अनि धर्ममा लाग्न सक्ने त्यस्तो छ। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि दैनिक साधना अहिले जो मैले तपाईहरुलाई अनि के अरे त्यो सिकाउँदैछ र त्यसको आगम र व्याख्याहरू चाहिँ दिँदैछ। यो धर्म जो छ यो चाहिँ तपाईहरुले जानकार गरेर चाहिँ अनि एक दिनको भित्र जो भनेकै जस्तो तपाईहरुले अनि ध्यान अभ्यास साधना गर्नु सक्यो भने तपाईहरुको एक दिन चाहिँ धर्ममा अनि लाग्न सक्छ। त्यो भयो भने एक दिन यसरी गर्यो, 2 दिन गरेर गयो भने एक हप्ताको समय सबै धर्ममा जान सक्छ। यसरी गरेर 4 हप्ता 5 हप्ता त्यस्तोमा 1 महिनाको समयहरू धर्ममा अनि लाग्छ। यसरी गरेर 1 वर्ष धर्ममा लाग्छ। यसरी गरेर आफ्नो जीवन आफ्नो अनि अब अहिलेदेखि मर्ने समय त्यसमा मर्नेको अगाडिसम्म आफूले भएको जो समयहरू छ त्योहरू सबै अनि के अरे त्यो समयहरू सबै खेरो नभएर त्यो समयहरू सबै अनि धर्ममा लागेर चाहिँ जीवनै राम्रो हुने त्यस्तो छ। त्यसो कारणले अहिले जो मैले तपाईहरुले दिने अब धर्म देशना गर्ने जो धर्म छ त्यो चाहिँ तपाईहरुले जानकार भएर अनि ध्यान अभ्यास गर्नु सक्यो भनेदेखि आफ्नो यो जीवन नै सबै धर्ममा अनि लाग्न सक्ने, धर्मद्वारा अनि जीवन चलाउन सक्ने त्यस्तो हुन्छ। त्यस्तो गरेर चाहिँ आफ्नो जीवन नै अनि परिवर्तन धेरै हुन्छ। यो मैले मान्छेदेखि सुनेर गुरुदेखि सुनेर भनेको मात्र होइन, म आफैले यो साधना चाहिँ अभ्यासहरू गरेर चाहिँ अनि 28 वर्ष 18 होइन 28 वर्ष भइसकेको छ। त्यसो कारणले मेरो आफ्नो अनुभवद्वारा अनि तपाईहरुलाई अनि भन्दैछु। त्यसो कारणले अनि तपाईहरुले यो गर्नुस् त तपाईहरुको अनि तपाईहरु आफैले थाहा हुन्छ कि आफ्नो अनि आफ्नो अनुभवले अनि तपाईहरुले थाहा हुन्छ, ओहो मेरो जिन्दगी चाहिँ परिवर्तन हुने रहेछ, धर्मद्वारा चाहिँ मेरो जिन्दगी अनि यसरी जाने रहेछ भनेर चाहिँ थाहा हुन्छ। त्यो मैले त्यसरी भने होइन, एउटा चाहिँ मेरो अनुभव भनिसक्यो। त्यो मात्र होइन कि भारततिर अनि पहिला मैले अब मेरो चेलाहरू धेरै नै छ अनि शिष्यहरू धेरै नै छ।
अब कोही शिष्यहरूले चाहिँ मलाई के भन्यो छ भनेदेखि अब हामी चाहिँ धर्म पनि पढ्छु, धर्म पढेर मात्र होइन कि अब ध्यान अभ्यास गरेर मेरो जीवन चाहिँ राम्रो एउटा जीवन चलाउनु अनि इच्छा छ। बुद्धको राम्रो चेला एउटा बन्नु भन्ने इच्छा छ। धर्ममा अभ्यास ध्यान अभ्यास गरेर त्यो धेरै राम्रो एउटा गर्छु भन्ने इच्छा छ। त्यसो कारणले गुरुले हामीलाई धर्मको शिक्षा मात्र नभएर हामीलाई अनि जिन्दगी परिवर्तन राम्रोमा धर्ममा लागेर राम्रो हुने परिवर्तन हुनेको लागि हामीलाई चाहिँ धर्मको ध्यान साधना ध्यान अभ्यास त्योहरू चाहिँ सिकाउनुहोस् भनेर अनुरोध गरेको थिए। त्यो अनि कोहीहरूले चाहिँ हामी मोन्डो पनि गर्छु, मोन्डो बुम्सी 4 लाखको मोन्डो पूर्व अभ्यासहरू छ त्योहरू गर्छु। पछि मूल विषय ध्यान अनि त्यो के अरे अनि लम्रिम भन्ने अनि के अरे मार्गक्रम त्योहरू पनि सबै अनि ध्यान अभ्यास गर्नु इच्छा छ। त्यो कारणले हामीलाई धर्मको ध्यान अभ्यास चाहिँ सिकाउनुहोस् भनेर त्यसको आगम वाक्यहरू दिनुहोस् भनेर चाहिँ भन्नुभएको थियो। त्यो कारणले मैले यो किताबहरू चाहिँ लेखेको हो। त्यो लेखेर उहाँहरूले धर्म त्यो चाहिँ दिएर उहाँहरूले चाहिँ कोही यो आधारमा राखेर अनि धर्म गर्दै गयो। कोहीहरू यो आधारमा राखेर मोन्डो के अरे पूर्व अभ्यास मोन्डो छक बुम मण्डल बुम हिक्या बुम त्यस्तो गरेर 4 लाखको अभ्यासहरू गर्यो। त्यो सबै सकेर मूल मार्गक्रम अनि ध्यान अभ्यासहरू गरेर गुरुहरू र अन्यहरू त भन्नु नपर्ने साधारण हाम्रो यो के अरे खर्साती के हो किम्बा गृहस्थी भएको अनि मेरो शिष्यहरू पनि धेरै अनि परिवर्तन भएर पहिला धर्ममा नलाग्ने अब त अहिले धर्ममा अनि धेरै त्यो ध्यान दिएर धर्ममै धेरै जोड दिएर अहिले धेरै राम्रो भएको धेरै नै छ। 1-2 होइन 100 200 300 त्यस्तो छ। त्यसो कारणले अनि अहिले यहाँ तपाईहरु सबैलाई मेरो विचारमा यो धर्मले चाहिँ फाइदा हुन्छ भनेर चाहिँ मलाई विश्वास छ। तर फाइदा हुने र नहुने भने चाहिँ तपाईहरुले चाहिँ अनि अभ्यास गर्नुपर्छ। ध्यान अभ्यास धर्म आफैले गर्नुपर्छ, सुनेर मात्र हुँदैन। त्यसो कारणले मलाई त्यो के भन्छ तपाईहरुले फाइदा हुन्छ भनेर चाहिँ मलाई विश्वास छ। अब यहाँ जान्छु है। अब यहाँ पहिला चाहिँ अब यहाँदेखि चाहिँ अनि अब एक गरेर आउँछ अनि मैले टिप्तीमा पढ्छु अनि नेपालीमा घिसिङ निचोले पढ्छ। त्यसपछि मैले व्याख्याहरू चाहिँ गर्छु। अब टिप्तीमा चाहिँ थाङबो दाउ एन्नेन्जो दटे क्याप्सिङ कुलुङ चोबा ने त्यो अब यो चाहिँ मैले पढेको कारण चाहिँ तपाईहरुले आगमहरू प्राप्त हुन्छ। लुङ भन्छ नि त्योहरू सबै प्राप्त हुन्छ। थाङबो दाउ एन्नेन्जो दटे क्याप्सिङ कुलुङ चोबा ने त्योबा सांगिकी चेरा नाङबा नम ngato thoran langde dawen ne jo nyamne cheko deya thoran dawen thusu ni semata namga ne lama sangge da yidam namge rangla yar langde gejur kishik che ja thate kulchong samne hargi lang dene nyalchi rangdo kamba kilung chenen dedarasam dage da khasam ma shibara thanan langge chungwa de lama kunju sumge gadini da dage milu rumbuche lenchik sam thobjing sangge gi tembadan jawe thu sangbundir kunju sumne kyapsu joje lende da lobsum nyamne suishindu chede 덴베 진주 낭바 양다바시 냐바르 자오 냠도 쌈 반네 삼마 अनि टिप्ती हो। अब नेपाली चाहिँ पढ्नुस्। पहिलो जाग्ने योग साधना सम्बन्धी शरण गमन तथा बोधिचित्तको आशय। शास्त्र बुद्धको अनुयायीहरूले बिहान उठेर जाग्ने योग अभ्यास गर्नुपर्छ। बिहान पाख निन्द्रबाट जाग्न साथ आकाशबाट गुरु बुद्ध र इष्टदेवहरूले आफूलाई अब उठेर धर्म कर्म गर्नु भन्ने वाणी सम्झेर जुरुक्क उठ्ने। त्यसपछि खाटमै वज्र आसन गरी यसरी सम्झिने, म हिजो नमरी
आज ब्युजिनु पाउनु गुरु त्रिरत्नको कृपा हो। अब मैले मनुष्य रत्न चोला एकपटक पाएर बुद्धको धर्मलाई दर्शन पाउने यो राम्रो समयमा त्रिरत्नको शरणमा गएर त्रिशिक्षाको विधिपूर्वक अभ्यास गरेर शास्त्रको एक सम्यक अनुयायी बन्छु भन्ने सम्झिने। ओ अब यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा खास गरेर तीनटा हो। एउटा चाहिँ के हो भनेदेखि बिहान माने यो चाहिँ मनमा राख्नुहोस् है, हामी बुद्धको शिष्य बौद्धहरू चाहिँ सत्य नै धर्म राम्रो गर्छु भनेदेखि अनि बेलुका अनि धेरै बस्नु हुँदैन, बेलुका छिटो सुत्नुपर्छ। अनि 6-7 घन्टा सुतेर चाहिँ बिहान चाहिँ अनि बिहान त्यो के अरे बिहान पाकमा उठ्नुपर्छ। हो त्यो बिहान पाकमा अनि उठ्ने त्यो बेलामा अनि साधना के गर्नुपर्छ भनेदेखि तुरुन्त त्यो बेलामा चाहिँ अनि निन्द्र अब त्यो हुन्छ नि खर्सा निस्सेपछि निन्द्रबाट जाग्ने अनि त्यो बेलामा चाहिँ अनि यो के भन्छ आकाशदेखि अनि त्यो गुरु अनि इष्टदेव उहाँहरू सबैलाई अनि त्यो घन्टीहरू डमराहरू त्योहरू सबै अनि त्यसको आवाजहरू चाहिँ आएर अनि आफूलाई चाहिँ अब तपाईँ बुद्धको चेला हो, तिमी सुतेर नबस, अब उठेर चाहिँ धर्म गर्नुपर्छ भनेर चाहिँ यसरी भन्नुभयो भनेर चाहिँ विचार गर्नुपर्छ। त्यो एउटा। अनि दोस्रो चाहिँ अनि आफैले भने हिजो म नमरेर आज बिहान उठ्नु सक्यो, त्यो चाहिँ बुद्ध त्रिरत्नहरूको गुरु त्रिरत्नहरूको कृपा हो भनेर सम्झिने, यो दोस्रो। तेस्रोमा चाहिँ अब मैले यस्तो धर्म गर्नु सक्ने अनि जीवन मानव जीवन पाएको छ, त्यो मानव जीवन चाहिँ मैले खेरो नगरेर अनि बुद्धको अनि धर्महरू राम्रो गरेर चाहिँ बुद्धको चेला राम्रो एउटा चाहिँ अनि सम्यक बुद्धको चेला एउटा चाहिँ म गर्छु भनेर चाहिँ यसरी सम्झनुपर्छ। यो तीनटा हो बिहान उठेर चाहिँ अनि गर्नुपर्ने। अब त्यसपछि अब त्यो चाहिँ यहाँसम्म चाहिँ के हो भनेदेखि पाठ गर्ने होइन, मनले विचार गर्ने चाहिँ हो। त्यो तीनटा चाहिँ भयो नि। अब त्यो विचारहरू गरिसकेर अनि मुखबाट पाठ के गर्नुपर्छ भनेदेखि अब यहाँ छ, राम्रो गरेर सुन्नुहोस् है, यसको आगम प्राप्त हुन्छ। थाङ्बो थे नेपाली केतु योबा नामो तस्सा भगवतु अरहतु सम्मा सम्बुद्धसा, यति शब्द छेदो बुद्धसा भनेर अनि पाठ गर्ने, त्यो चाहिँ पाली भाषामा भएको हो। दिन्छु त नेपाली लोक मारे। अब त्यसपछि के अरे संस्कृत भाषामा भएको अनि त्रिरत्नलाई ढोक्ने चाहिँ बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि भनेर चाहिँ त्यो हो। त्यसपछि संस्कृतमा अनि गुरु र त्रिरत्न, अब 4 रत्न भन्छ, गुरु रत्न, बुद्ध रत्न, धर्म रत्न, 7 सङ्घ रत्नलाई ढोक्ने। नमो गुरुवे, नमो बुद्धाय, नमो धर्मय, नमः सङ्घाय। यो सङ्घमा चाहिँ नमो भन्नु हुँदैन, नमा भन्ने हो। हुनु त त्यो के भन्छ त्यसको अर्थ त एउटै हो, तर चाहिँ त्यो के भन्छ यो सुन्दा व्याकरणको कारणले अलि फरक हुन्छ। नमः सङ्घाय सिप्तेन्ते क्याम्रो लेन्सुम हो, यो 3 चोटि पाठ गर्ने हो।
अब त्यसपछि ओ यहाँ निलोमा बनाएको छ नि त्योहरू पाठ गर्ने हो। अब यो मैले भनिसक्यो, तपाईँहरू थाहा भयो। अब त्यसपछि चाहिँ अनि के पाठ गर्नुपर्छ भनेदेखि यो हो। अब यहाँ एउटा चाहिँ मनमा राख्नुहोस्, जो पाठ गर्नुपर्नेहरू छ नि कलर निलो पनि बनाएको छ त्यो, अनि तिप्ती अक्षरमा भएको चाहिँ अक्षर चाहिँ नेपालीमा लेखेको छ र यहाँ त्यसको के अरे भाषा दिलाएको रे, त्यसको भाषा चाहिँ अनि तिब्बती भाषामा चाहिँ छ है, सम्बोधा भाषामा। अब यहाँ अहिले तिब्बतीमा चाहिँ यसरी छ नि, खाङ्गी थुक्सी निर्सोने तावा थम्जे पङ्बिस थाम्बे छने देन जब गोदम देला छासेलोस बुद्ध शाक्य मुनिको कृपा सम्झेर चाहिँ बुद्धलाई ढोकेको हो। यो चाहिँ निलो अक्षरमा चाहिँ त्यही छ, अक्षर चाहिँ नेपाली तर भाषा चाहिँ सम्बोधा लेबीमा छ। यहाँ छ नि है, खाङ्गी थुक्सी निर्सुङ्ने छ नि हो, यसरी छ मुनिहरूमा, त्यो चाहिँ ध्यान राख्नुहोस्। अब त्यसपछि चाहिँ के पाठ गर्नुपर्छ भनेदेखि तेस्रो क्याप्सिम गुलुङ भनेको छ। तेस्रो क्याप्सिम गुलुङ भने चाहिँ अनि चित्त उत्पाद मरे कुलुङ गर्छ, आशय गर्ने चाहिँ यहाँ छ नि क्याप्सिम, क्याप भन्ने चाहिँ अनि शरण गमन, सेम भन्ने चाहिँ बुद्धिचित। शरण गमन र बुद्धिचितको आशय गर्ने अनि गर्ने र त्योसँगै पाठ गर्ने। अब यहाँ छ सम्बुद्ध लेबेमा भन्दैछु, सँगै छोतो छोगो छोनम छन्जु पार्तो दाने केसो छ दागी चिसु गिबे छोनम कि डोला फेंजेर सँगै डुबर शोस। सँगै छोतो छोगो छोनम छन्जु पार्तो, यहाँ एकछिन मुनि यहाँ निलोमा छ नि, नेपालीमा लेखेको छ, त्यो भाषा चाहिँ सम्बुद्ध हो। सँगै छोतो छोगो छोनमला छन्जु पार्तो दाने केसो छि, यहाँसम्म चाहिँ शरण गमनको अनि आशय। अब त्यसपछि दागी जिन्सो गिबे छोनम कि डोला फेन्जेर सँगै डुबर शोक भन्ने चाहिँ बोधिचितको आशय यो है। तपाईँहरूलाई सजिलो हुनुको लागि अनि यसरी हामीले बनाएको हो। अब त्यसपछि अब त्यसको मतलबहरू चाहिँ व्याख्याहरू अक्षरमा लेखेको या नेपालीमा चाहिँ लेखेको छ। अघि निलो भएको चाहिँ पाठ गर्ने हो। अब त्यसपछि थेने डोवचिल मिग्ने छेमेसी गुलुङ भनेको छ। अब यो चाहिँ के हो भनेदेखि चौथोमा चाहिँ अनि सर्व प्राणीहरूको लागि अनि एकछिन है, सर्व प्राणीहरूको लागि चार अपरमान को अनि आशय गर्ने त्यो हो। अब त्यो चाहिँ के हो भनेदेखि सिम्जे थम्जे देवादन देवी गुदा देमगि सिम्जे थम्जे दुंगा देव सिम्जे थम्जे दुंगा मे देवादन मेन्डावर गुर्जी सिम्जे थम्जे निरी छदाङिने तेबे ताङिले नेबे गुर्जी। अब त्यो अब यो निलोमा लेखेको छ, यहाँ छ नि सिम्जे थम्जे देवादन देवी गुदा देमबर गुर्जी देमबर गुर्चिक यहाँसम्म छ नि। यो चाहिँ चार अपरमानमा यो चाहिँ मैत्रीय अपरमान हो। सर्व प्राणीहरूलाई मैत्री आशय गरेको हो। अब त्यसपछि सिम्जे थम्जे दुङ्गाल कि गुदान टेलवर गुर्चिक भनेको छ, त्यो चाहिँ महाकरुणाको आशय गर्ने हो। त्यतिपछि सिम्जे थम्जे निरिन छ गर्छ, सिम्जे थम्जे तुङ्गल मेबे देवाता मेन्डावर ख्युर्चिक भनेको छ, त्यो चाहिँ के अरे त्यसो अपरमान मुतिता भन्छ रे। सजिलो भनेदेखि अपरमान
पसनको आशिया पसन्न आशिया यो सर्व प्राणीहरूलाई सुख भयो भने कस्तो राम्रो भनेर पसन्न गरेको है दुङ्गेमे देवता मिल्छ सर्व प्राणीहरू सबै अनि दुःख नभएको सुख प्राप्त भएर त्यो सुखसँग नछुट्नुहोस् भनेर पसन्न गरेको दुङ्गेमे देवता मिल्छ अब त्यसपछि सिम्जेन थाम्जे निरिङ छक्दाङ निदाङ ठेवे तन्युमलाई नेबर खुर्ची भने चाहिँ अनि त्यो अपरमन उपेक्षा अपरमन उपेक्षा भने चाहिँ त्यो अब यो चाहिँ पाठ गर्ने अब त्यसको अनि मतलब मैले भनिसक्यो अब त्यो अक्षरमा लेखेको त्यो तपाईहरु पछि पढ्न सक्छ त्यो ठन्डा दिक्सोमा मलम दिक्सरवा ता देने दिसुते अब पाँचौंमा चाहिँ के पाठ गर्नुपर्छ भने सांगिक तेम्बाता तिनजिन चिलमिक कुलुङ भनेको छ बुद्धको शासन र बुद्धको शासनधारा पुरुषहरू अनि के रे जीवन राम्रो होस् बुद्धको शासन फैलाओस् बुद्धको शासनधारा पुरुषहरू अनि जीवन राम्रो होस् उहाँहरूको सोच जो छ त्योहरू सबै सफल होस् भन्ने त्यस्तो आशय फेन्दी जुङले तेम्बा थर्सिङगे तिनजिङ किबु तम्चु कुङखमसङ लुजिङकुना दिगी जुङने सांगे तेम्बा तातु गेगुर्चिक सम्बुडामा अब नेपालीमा यहाँ छ फेन्दी जुङले तेम्बा थर्सिङगे तिनजिङ किबु तम्चु कुङखमसङ लुजिङकुना दिगी जुङने सांगे तेम्बा तातु गेगुर्चिक यहाँ त्यसको मतलबहरू भनिसक्यो अब त्यसपछि अब यहाँसम्म चाहिँ के हो भन्ने अघि त्यो ओछनमै बसेर चाहिँ अनि विचार गर्ने र पाठ गर्ने चाहिँ यहाँसम्म हो अब ओछनदेखि हामी उठेर जान्छ नि तुरुन्त जानु हुँदैन के गर्नुपर्छ भन्दै यहाँ छ नि यहाँ थेन्ने यार लङ्खर रङ्गे कहाँ लाग्यो हो त शिवर गुबे बुसिनसोला निङजे सम्बा शुक्टा उङदो तांदे ngakdu kangthilgi ngak cha khwebe om khare chara gana humri soha she lensum dene kangla du chilma tabde kangla ge odu shiur gywe busina dinul hami koban thobaso ge molam cha अब यो चाहिँ नेपालीमा पढ्नु पर्छ अब गिजिनीले पढ्नुस् त्यसपछि हामी हिँड्दा डुल्दा पैदल मुनि थिचेर कीटाणुहरू मर्ने भएकोले आफ्नो खुट्टाको मुनि मर्ने किरा आदि जीवहरूप्रति पहिला अपार करुणा भाव जगाउँदै ओछ्यानबाट उठ्नु अगाडि पैतालको मन्त्र ओम क्रिचार गण हुङ ह्री स्वाहा 3 पल्ट उच्चारण गर्ने तत्पश्चात आफ्नो पैतालामा थुक लगाएर पैताला मुनि परि मरेका सबै प्राणीहरू सुगतिमा जन्मुन् भनी प्राणीदान गर्नुपर्दछ हो यहाँसम्म चाहिँ त्यो हो अब त्यसमा यो ओम खे चरागन हुङ्री सोहा भने चाहिँ अनि मनमा राख्नुहोस् है त्यो चाहिँ बयान गर्नु सक्यो भने धेरै राम्रो हुन्छ अब त्यसपछि अब त्यहाँदेखि त्यो मन्त्र गरिसकेर अनि उठ्ने अब उठेर चाहिँ अब यताउता जानुपर्ने हुन्छ अब तर बिहान उठ्ने हो भनेदेखि त्यो बेलामा त्यो के भन्छ बत्ती चाहिँ अनि खरे त लोक परेथि अब बत्ती बल्नु पर्यो होइन अब बत्ती बल्नु बेलामा विचार गर्नुहोस् है हामीले जति बत्ती बालेकोहरू छ त्योहरू चाहिँ धर्ममा गएको छैन त्यसै गरेर चाहिँ हामी बाल्छ अब अहिले बत्ती बाल्ने कार्य जो छ त्यो पनि धर्ममा लाग्नुको लागि के सोच्नुपर्छ भनेदेखि अब मैले बत्ती बाल्नु पर्यो त्यो बत्तीहरू सबै गुरु बुद्ध अनि स्नेहहरूलाई म अनि के अरे छेमे बत्ती चढाउँछु भने त्यो सोच हुनु पर्यो त्यो सँगै पाठ गर्नुपर्ने छ अब यहाँ
Tene yar langde lo pakap dagi lama kunju sumla chime pewe sonamla tene. Mangyur simje tamjigi gyula chirabdo namjigi sherab chidan kebardo dinjungi tekwana yotobe sherab kebar shokchikche mene ngado 동이 따와는 뭐지 마게바나기 개바냐면 고뇌 공도 배워주지 매 अब नेपालीमा पढ्नुस् त्यसपछि ओछ्यानबाट उठेर बत्ती बाल्दा मैले आफ्नो गुरु र त्रिरत्नलाई पूजाको दीप अर्पण गरेको यस पुण्यको कारण आमा रूपी सम्पूर्ण सत्व प्राणीहरूको मनमा सामान्य धर्मको सही ज्ञान र विशेष गरी प्रतीत समुत्पादको तथ्यतालाई बुझ्ने प्रज्ञा उत्पन्न होस् भनी प्रणिधान गरी तलका हरफहरू वाचन गर्नुपर्दछ। Tongi tawa rinpoche makepa namke gyurchik kepa nyambara mebayang gongne gongdu pelwar shok अर्थात् शून्यताको रत्न दृष्टि उत्पन्न नभएकाहरूमा उत्पन्न हुन्, उत्पन्न भइसकेकाहरूमा छाया भएर नजाउन्, आजै उत्तरोत्तर वृद्धि भएर जाउन्। अब तपाईहरुले यो पाठ चाहिँ अनि मनमा राखेर जहिले तपाईहरुले बत्ती बाल्छ त्यो बेलामा यो पाठ चाहिँ यसको विषयमा विचार गरेर पाठ गर्न सक्यो भने धेरै राम्रो हो। त्यो धेरै राम्रो हो नि सर्वपनेहरूको मनको भित्र अनि विवेकहरू चाहिँ उपलब्ध होस्। विवेकको भित्र पनि शून्यता ज्ञान शून्यता बोध भएको शून्यताको ज्ञानको विवेक त्योहरू चाहिँ उपलब्ध होस् भन्ने चाहिँ धेरै राम्रो प्रार्थना हो। त्यसो कारणले यो चाहिँ गर्नुपर्छ। अब त्यसपछि चाहिँ नेपालीमा नपढ्यो पनि हुन्छ, यो तिप्तीमा भन्छु। अब त्यो बत्ती बालिसकेर अनि हामी यताउता जाँदाखेरि चाहिँ के गर्नुपर्छ भने थेने ढोंग थम्जेदो छम्ने छाउँछु त्यो यताउता जाँदाखेरि चाहिँ अनि माया दया बुद्धिचितहरू चाहिँ सम्झेर जानुपर्छ। लम छोसुमकी छेङा नमो गुरुबे अनि मुखमा वचनद्वारा चाहिँ आफूले नमो गुरुबे भनेर गुरुको मन्त्र यदमगिङ इष्टदेवको मन्त्र ओम आहुङ भन्ने है। ओम भन्ने चाहिँ इष्टदेवहरूको काया हो, काया चिनाउँछ। आले चाहिँ इष्टदेवहरूको वचन चिनाउँछ। हुङले इष्टदेवहरूको चाहिँ चित्त चिनाउँछ। त्यसो कारणले ओम आहुङ भन्ने त्यो चाहिँ सर्व इष्टदेवहरूको अनि मन्त्र हो भनेर चाहिँ भन्छन्। शेरबिलहा फगवत जाम्बेकी छेङा अनि यताउता जाँदाखेरि आफ्नो यो विवेक बुद्धिहरू विकास हुनुको लागि ओम आरापचनादि यस्तो पाठ गर्यो भने राम्रो हो। बोल्यो भने अब त्यसमा ओम आरापचनादि भने चाहिँ बुद्धिको मन्त्र अनि दी भने चाहिँ हो त ठेम्पल यादको मन्त्र दी ठेम्बेङा त्योन्डे शेरब ठेम्बा फेवरमे तेने संजोसो कोदे जोजिनसो छेबेसे बुजिसो लङवे जिम्बे न्याम्ने छ। यदि अनि हामी टोयलेट भनौँ बाहिर जानु पर्यो भने अब बाहिर हामी जान्छ नि टोयलेटतिर जान्छ त्यो बेलामा हामीले अनि के अभ्यास गर्नुपर्छ भनेदेखि अनि हाम्रो यो त्यो के भन्छ हामीले जो फ्यालेकोहरू हुन्छ नि मलहरू जो होस् त्योहरू हुन्छ नि त्यसमा चाहिँ हामीले यो सोच्नुपर्छ किरादेखि लिएर अनि त्यो धेरै प्राणीहरूले त्यसलाई प्रयोग गर्ने त्यस्तो हुनसक्छ। अनि हामीले नदेखेको हिताकर्ष प्रेतहरूले पनि अनि प्रयोग गर्ने त्यस्तो हुनसक्छ। त्यसो कारणले आफूले जो फैलाएको अनि त्यो टोयलेटमा जो हामीले गर्छ त्योहरू सबै अनि दानको रूपमा अनि उनीहरू सबैले मैले दानको रूपमा दिँदैछु। उहाँहरू सबै अब खाना नभएर अनि त्यो दुःख भएको
पिउनु नपाएर दुःख भएको त्योहरू सबै अनि दुःखदेखि मुक्ति होस्, त्यसलाई सुख प्राप्त होस् भन्ने त्यस्तो विचारले अनि दानको रूपमा सबैले दान चढायो, दान दियो भनेर विचार गरेर गर्यो भने त्यो सबै धर्ममा लाग्छ। हो त्यो चाहिँ अब यहाँ मैले भनिसक्यो, अब नेपाली नपढ्यो भने हुन्छ। अब यहाँ तपाईँहरूले मनमा राख्नुहोस्, यहाँसम्म के सक्यो भनेदेखि बिहान उड्ने बेलामा अनि गर्ने अनि साधना भन्ने चाहिँ सक्यो, पहिलो चाहिँ सक्यो। अघि 6 थियो नि, 6 विषय थियो नि, 6 विशेषमा पहिला चाहिँ सक्यो। अब दोस्रो निबो ठुगी नेन्जोर भनेको छ। ठुगी नेन्जोर भन्ने चाहिँ दोस्रो हो, पहिला यो पर्छ। ठुचु ते रङमे यदम ला चौथी थोगाने टुबे वाङले छाक्दु युबे बम्बेनाङ दुजुर मेला तेने वाङ शुबे मिकपता बुछे छुते ला गिलाङ बाना थोमर लामा छोसुमा लेन्सुम छे तेने nga도 ओमाउ शि जोगिन 랑이 룽아 예수님이 테마탑에 메바다 제대 트위차 데네 초강아 계획이 든도 손에 랑자 부르게베 대규 제명 나도 차세경아 엄나무 먼저 시리에 남아 수시를 남아 오다마 시리에 소아시 등긴 착숨 벨로 바네고사 요새 पर्नुहोस् दोस्रो स्नान योग साधना विधि जसलाई आफ्नो प्रमुख इष्टदेवको हृदयबाट उत्पन्न अभिषेक देवको हातमा भएको कलशभित्रको अमृतको रूपमा कल्पना गर्ने, त्यसपछि अभिषेक लिएर कल्पना गर्दै पानी हातमा लिँदा सबैभन्दा पहिला गुरु त्रिरत्नलाई 3 पल्ट अर्पण गर्ने, त्यसपछि मुखले ओम आ हुङ भन्दै आफ्नो काया वाक् र चित्तको शुद्धिकरण भएको सम्झिँदै स्नान गर्नुपर्छ। त्यसपछि पूजा कोठामा प्रवेश गरी शरण्यको अगाडि गएर ढोग चढाउनु परेकोले श्रद्धा र सम्मानका साथ वन्दना गर्ने मन्त्र नमो मञ्जुश्रीय नमः सुश्रीय नमः उत्तम श्री स्वाहा वचन गर्दै 3 पल्ट ढोग्नु। अब यहाँ चाहिँ तपाईहरुले मनमा राख्नुपर्ने ओम आहुङ भन्ने त्यो शब्द चाहिँ मैले अघि भन्यो नि। अब पहिला चाहिँ आफ्नो अगाडि अब धारा हुन्छ नि, त्यो अगाडि धाराहरू हुन्छ, अनि त्यसमा आफै बसेर विचार गर्नुपर्छ। मेरो अगाडि गुरु इष्टदेव छ, उहाँको हातमा क्लेश छ, त्यो क्लेशको भित्र अमृतहरू सबै छ। उहाँले आफूले अनुरोध गर्ने मलाई अनि अभिषेक वाङ दिनुहोस् भनेर त्यो गर्ने, त्यो गरेर अनि उहाँले चाहिँ अनि आफूलाई अनि अभिषेक वाङ दिनुभयो भनेर सम्झेर चाहिँ अनि धारा चाहिँ यसरी खोल्ने, पहिला पानी चाहिँ बुद्धहरूले चढाउने, त्यसपछि चाहिँ अनि हात दुईले यसरी पानी थाप्दाखेरि पानी थापेर अनि मुखबाट ओम आहुङ भनेर चाहिँ यसरी मुख धुने, जिउ दिँदाखेरि भने ओम आहुङ भनेर चाहिँ जिउहरू धुने। त्यो ओम आहुङको शक्ति के छ भने अघि मैले भने नि, ओम आहुङ चाहिँ इष्टदेवको काया वाक् चित्त चिनाउँछ। त्यो कारणले इष्टदेवको कायाले आफ्नो कायालाई अनि खर्सा या छिङ्गिल्लापते अधिष्ठान गर्नुहुन्छ। अनि के भन्छ सिन्दाजु योवा छिलप सेबे छिक सिन्दाजु योवा मारे अमृत मारे छिलप लायदे या खुद देबुजु योवा प्रश्न आशीर्वाद बुद्धको कायाले अनि आफ्नो कायालाई आशीर्वाद दिनुभयो। बुद्ध रे इष्टदेव गुरु इष्टदेवको कायाले ओम भन्ने बेलामा गुरु इष्टदेवको कायाले आफ्नो कायालाई आशीर्वाद दिनुभयो। इष्टदेवको वचन द्वारा आफ्नो वचनलाई अनि कर्साती आशीर्वाद दिनुभयो। अनि गुरु इष्टदेवको अनि चित्तले आफ्नो चित्तलाई आशीर्वाद दिनुभयो भनेर चाहिँ यसरी विचार गर्ने। आशीर्वाद अधिष्ठान हो यसरी
विचार गरेर चाहिँ गर्नुपर्छ त्यस्तो भयो भनेदेखि आफ्नो काया वाक्य चित्तहरूको दोष पाप त्यस्तोहरू चाहिँ अनि सफा हुने शुद्ध हुने त्यस्तो फाइदा छ भन्छ अब यहाँसम्म चाहिँ दोस्रो विषय चाहिँ सक्यो अब तेस्रो सुम्बा थिङ्गी नेन्जोर भन्ने यसमा पुग्यो छ अब सुम्बा थिङ्गी नेन्जोरला सुम ngondo da ngushi jukdu chidar chawe sul tangbola manaka da nyabe simje thamji gi tendo zobe ta de mangbu yore de shuwa paila munne te porsu ai nepali mu pachi te garu tangbola nanga da nyabe simje thamji gi tendo da zobe sangi yo ko baru mu jine ga thobar cha de chedo da gi jorngo jusum ge nyamle na jubar chawo nyamdo samshin de ya sama अब नेपालीमा चाहिँ पढ्नुस् तेस्रो साधना सत्र योग विधिमा 3 पूर्वगत विधि वास्तविक विधि विसर्जन विधि पहिलोमा मा नमखा तन्याम बेसमजे थम्जे गि धुन्दु दागी जोबे सांगे गि कोबा रिम्बोचे चिने क्यां थोबर छ देइ छेतु दागी जोरंगु जुक्सुम कि न्याम्ने ला जुबर छौ भनी सम्झिँदै भन्ने अर्थात् आकाश समान समस्त प्राणीहरूका लागि मैले जसरी पनि बुद्धको पद प्राप्त गर्नु पर्यो त्यसको निमित्त प्रयोग वास्तविक तथा विसर्जनका अभ्यासमा लागि पर्छु यहाँ चाहिँ यो हो अब यहाँ मैले अलिकति तपाईहरुले भन्नुपर्ने कुरा छ तेस्रो साधना 17 योग भनेको छ नि तेस्रो साधना 17 र साधना पहाड है अब यसको विषयमा अहिले म यो भन्न चाहन्छु अहिले त्यो मुन्डो 4 लाख अनि त्यस्तोहरू नगर्ने हो भनेदेखि त केही छैन एक दिनको भित्र एकचोटी तपाईहरुले गरे पनि हुन्छ अब भविष्यमा मुन्डोहरू गर्ने हो भनेदेखि अब यसमा ध्यान दिनुपर्छ यसमा छ नि साधना 17 भने छ नि हो त्यसमा चार प्रकारको हुन्छ पहिलोको चाहिँ के हुन्छ भनेदेखि बिहान 4 बजे 3-4 बजेदेखि अनि 6:30 बजेसम्म त्यो बीचमा अनि त्यसलाई चाहिँ थोथुन भन्छ है थोथुन त्यो गरिन नेपाल के बिहानको लन्डी मारे थोथुन सबेरेको साधना समय हो थोथुन त्यहाँदेखि अनि यो के भन्छ 8:30 देखि 11 बजेसम्म फेरि यो समयमा चाहिँ ध्यान अभ्यास गर्ने त्यो हुन्छ त्यसलाई चाहिँ नथुन भन्छ बिहानको साधना समय है अब फेरि दिउँसो खाना खाएको पछि 1:30 बजे 2 बजे त्यहाँदेखि 5 बजेसम्म फेरि ध्यान साधना गर्ने हो भनेदेखि त्यो बीचमा फेरि गर्छ त्यसलाई चाहिँ अनि निन्थुन भन्छ दिनको साधना समय अनि बेलुका सबेरी भइसकेर है अन्धेरा भइसकेर अनि अब आजकल त के समयले त्यो छ जोस 7 बजेदेखि 9 बजे त्यस्तो समयमा फेरि ध्यान अभ्यास गर्ने त्यस्तो समय हुन्छ त्यसमा हामीले छिन्थुन भन्छ रातिको साधना समय भन्छ हो त्यस्तो 4 प्रकारको साधना समय छ नि त्यसमा आफूले राम्रो हुन्छ त्यो चाहिँ गर्ने हो हुनु चाहिँ सत्य नै धर्म राम्रो गर्ने हो भनेदेखि सक्यो भनेदेखि समय छ भनेदेखि चारवटैमा त्यो 4 प्रकारको समयमै साधना गर्ने है त्यो ध्यान अभ्यास गर्ने यदि त्यो नभएदेखि त्यो 4 मा अनि 3 मा गर्ने 3 समयमा गर्ने त्यो नभएदेखि 2 समयमा गर्ने त्यो पनि नभएदेखि 1 समयमा चाहिँ गर्नुपर्छ भन्छ त्यसो कारणले योहरू चाहिँ मनमा राख्नुपर्छ अब सत्य कुरा भनेदेखि हामी त्यो के भन्छ ध्यान राम्रो गर्नु हो भनेदेखि एक दिनको भित्र 4 नभयो भने 4 र 3 नभयो भने 2 चाहिँ गर्नुपर्छ भन्छ 2 चाहिँ के हो भनेदेखि
यो बिहान मारे के रे थंगी थोरंग सबेरेको अनि साधना के रे समयमा गर्ने साधना एउटा 4 देखि 6:30 त्यो नभएदेखि 5 देखि 6:30 त्यस्तो नभएदेखि अब 5:30 देखि त्यस्तो चाहिँ एउटा गर्ने अनि बेलुका चाहिँ नसुत्नेको अगाडि के रे 7 बजेदेखि 9 बजेको बीचमा 2 घण्टा या 1 घण्टा या आधा घण्टा त्यो चाहिँ ध्यान अभ्यास गर्न सक्यो भने धेरै फाइदा हुन्छ राम्रो हुन्छ भन्छ त्यो चाहिँ मनमा राख्नुहोस् हदि सुक्दिरे धेरै Tene nekang chidur chedi kuzuntu ki tendam bala chidur cheka sem nang simjen thamji ki didisu tabe meba chedi nga ne duyupang timapang she dyungin chidur che tene kubada chi kuzuntu de sangmar chedi kurim ma choba thangbur damba so cha भनेको छ अब यो नेपाली नपरे पनि हुन्छ म भन्छु समय धेरै खान्छ रहेछ अब यहाँ त्यसपछि चाहिँ के गर्ने हो भनेदेखि आफ्नो ध्यान अभ्यास गर्नु ठाउँ घरमा पूजा कोठामा अनि सरसफाई चाहिँ गर्ने हो सरसफाई चाहिँ गर्ने सरसफाई गर्नु बेलामा अनि पाठ के गर्नुपर्छ भनेदेखि दुलपाङ ठेमापाङ भनेको छ यहाँ नेपालीमा चाहिँ लेखेको छ यो अले भाइ नेपाली त्यही दुल सफा गर्नु अनि गर्छ दोष सफा कसा टेक्नु हो त्यो दुलपाङ भने चाहिँ त्यो सरसफा गर्नु बेलामा बाहिरको दुलोहरू चाहिँ अनि के भन्छ सफा गर्ने दुलपाङ ठिमापाङ भन्नु बेलामा ठिमा भने चाहिँ मनको दोषहरू चाहिँ अनि टेक्ने त्यसो कारणले यो पाठ गर्दै विचार गर्दै त्यो गर्ने हो यहाँ अब यहाँसम्म अब त्यसपछि अनि पूजा गर्नुपर्छ है छबैयो मेजुकोबा जबर श्याम्बा भनेको छ छबैयो मेजुकोबा जम्बा भने चाहिँ पूजा सामानहरू चाहिँ पूजा सामग्रीहरू चाहिँ दोष रहित अनि पूजा गर्नुपर्छ भनेको छ त्यसो कारणले छबैयो मेजुकोबा जबर श्याम्बाला पहिलो चाहिँ के हो भनेदेखि घरमा जहिले पनि तपाईहरुले पूजा गर्नु बेलामा पहिला चाहिँ धूप साङ त्यस्तोहरू चाहिँ पहिला चाहिँ त्यो चढाउनु पर्यो पूजा सामग्री खर्च पूजा सामग्री चढाउनु बेलामा पहिला चाहिँ धूप र साङहरू चाहिँ अनि चढाउने त्यसो हो छबैयो मेज कबा जब जाउँ दुबे द सांस ठिसाउ फेदे दागी ठिसाउ फेबे सोनम नतिने सिमजे थामजे थोमेन सब सुजेगे ठमादन छुरिङे पुम नबा तब थबर शोजिङ यामदो समते ngaudो अब पाठ गर्ने चाहिँ ठिमगी छुरिम के मेज छुरिम नम्बर दादा लोसे मेबे छुरिङ छुरिम फारे छिन्जो शो यो चाहिँ नेपालीमा तल लेखेको छ मुनि यो पहिलो भएको चाहिँ है अब जोस योले के यसको व्याख्या के हो भनेदेखि अनि शील है ठिमगी छुटिङ के मेची भनेर चाहिँ आफूलाई अनि सम्यक आफूले जो भएको शील चाहिँ अनि के भन्छ भ्रष्ट नभएर सम्यक अनि शील अनि होस् भनेर चाहिँ त्यो भनेको अब त्यसपछि चौथो छेबा यन्जब तब बुल्का भने चाहिँ अब कहाँ आएको छ भनेदेखि पानी चढाउँदै बेलामा के गर्नुपर्छ भनेको छेबा दे गुयो द कुलुङ यो मेज सोको जबर शामदे दागो यन्जब फेबे सोनमला तेने सांगी छुगी दु सिमजे थम्जेले ख्याप्दे सिमजे थम्जे लोछोसो सँग छु लम्दो दो लम्ला पाजेमे छु थार्चिम शोची न्यामदो सम यान दागे दंगे यना दागे दंगे कि छबा बुल्थन सिन्दुले छबा ने शमसे रमोतर यिन भनेको छ अब यहाँ म अलिकति भन्नु चाहन्छु अब पानी चढाउनु बेलामा है पानी सफा राम्रो यस्तो पानी चाहिँ अनि चढाउनु पर्छ फोहोर पानीहरू चढाउनु हुँदैन पानी राम्रो चढाउने त्यो बेलामा सातवटा अनि त्यो के भन्छ यहाँ छ नि कचौरा सातवटा कचौरामा पानी
यसरी चरायो भने हुन्छ। अब त्यो भन्दा झन् अनि त्यो भन्दा अझै राम्रो चाहिँ के छ भनेदेखि अनि सो इष्टदेवको अनि के अरे पूजा र अनि अगर इष्टदेवको पूजा भनेर चाहिँ दुई हुन्छ। यो चाहिँ यहाँ छ नि, पहिला एउटा पानी यो हो है, त्यो माथिको चाहिँ के हो भनेदेखि ढाकिएर वा सो इष्टदेवको पूजा गंगदे दुंगेरे ढाकेरे दुंगेर वा अगर इष्टदेवको पूजा हो। अगर इष्टदेवको पूजा अनि गर्नु बेलामा पहिलो एउटा पानी त्यसलाई के अरे अर्गम भन्छ, दोस्रो चाहिँ पाते भन्छ, दोस्रो पानी, त्यसपछि चाहिँ फूल चढाउने, त्यसपछि चाहिँ धूप भएको बाल्नु पर्दैन, धूप त्यसो राख्यो भने हुन्छ। त्यसपछि चाहिँ अनि के अरे दीप, त्यसपछि चाहिँ गान्धे, त्यसपछि चाहिँ अनि अर्को निउते। यसमा अलिकति भन्छु है। पहिलोको पानी चाहिँ अनि स्नेहहरू अनि स्याब्नेहरूको अनि पाउ दुनेको लागि, दोस्रो चाहिँ पिउनुको लागि पानी, अनि फूल चाहिँ गालामा लगाउने, त्यो अनि त्यो फूल चढाउने हो। पहिलाको चाहिँ आगम हो। पहिलालाई चाहिँ नेपाली भाषामा आर्गम, त्यो तिब्बती भाषामा सम्बोधा लेबेमा चाहिँ छयन भन्छ, पिउने हो, पिउने पानी। अनि दोस्रो चाहिँ अनि पाउ दुने पानी स्याप्सिल भन्छ, अर्कम पाते स्याप्सिल भने चाहिँ पाउ दुने पानी, पाउ दुनुको लागि पानी। अनि त्यसपछि चाहिँ फूल चढाउने, त्यसपछि चाहिँ धूप भन्छ नि, त्यो चाहिँ अनि सङ्ला बस्नु, नाकमा बस्नु राम्रो हुनुको लागि। अनि त्यसपछि चाहिँ त्यो के अरे अलोङ्गे आँखालाई चढाएको राम्रो देख्नको लागि। अनि त्यसपछि चाहिँ छोटोमा चाहिँ गान्धे भने चाहिँ सम्बोधा लेबीमा ठिचप भन्छ। ठिचप भने चाहिँ सुगन्धित जल हो। त्यो कारणले त्यो भित्र चाहिँ त्यो सफरनहरू अनि हाल्नुपर्छ। अनि त्यो पेयहरू धुपको त्योहरू छ नि, साङ्गो त्यसो मिसाएर सानो सानो त्यस्तो बनाएर त्यो हाल्यो पनि हुन्छ। जो होस् पानी मात्र हुँदैन, त्यो पानीको भित्र के अरे सुगन्धित जल भएको कारणले राम्रो त्यो गनाउने त्यस्तो हाल्नुपर्छ भन्छ। अनि साथोमा चाहिँ त्यो के अरे न्युते भने चाहिँ खाना मुगलाई चढाएको हो। अब त्यो चाहिँ तोर्मा बनाउन सक्यो भनेदेखि तोर्मा बनाउने हो। यो जस्तो नसक्यो भने केही हुँदैन, फलफुलहरू अनि त्यो खानाहरू अनि बिस्किटहरू जो छ त्यो सबै यसको सट्टामा त्यो चढाइ पनि हुन्छ। जो होस् अनि खानेको लागि हो। अब यो अब यो एउटा यस्तो गरेर पूजा चढाउन सक्यो भने धेरै राम्रो हो। अब यो धेरै त्यसपछि ढाके भनेर सो इष्टदेवको पूजा भन्छ। अब त्यो चाहिँ वाङहरू थापिसकेर यदि तपाईँहरूले के अरे सो इष्टदेवको पूजा पाठ भन्ने एउटा त्यो हुन्छ, पेचा हुन्छ, ग्रन्थ हुन्छ, त्यो पूजा पाठ हुन्छ, त्यो तपाईँहरू गर्दैछ भनेदेखि यो पूजा चाहिँ चढाउनु पर्छ। त्यो गर्दैन भनेदेखि यो चढाउनु पर्दैन, माथिको चढाइ पनि हुन्छ। चढाउने तरिका थाहा भयो नि है, 1 देखि 7सम्म यहाँ लेखेको छ नि, त्यही जस्तो गरेर चढाउने। दिदी बच्चे ता गरेर सुने तिन्ने बल नच लोगे त्यसो ता दिसरे न्यादि देशे जब सरवा रेरे नि शास्ता दिशो दिंदा। अब यहाँ पूजा चढाउनु बेलामा अनि वचनद्वारा पाठ गर्नुपर्ने मन्त्र एउटा छ। यो गर्नु सक्यो भने धेरै
पूजा चढाएको अनि के अरे पुण्य कमाउँछ यहाँ छ खोसे कुञ्चोको त्यहाँलाई युन्जसो खाङ फुलियाङ ओम नमो भगवती वजसरा प्रमान्धाने तथा गदाया अराहते सम्य सम्बुद्धया तया था ओम बेजे बेजे महाबेजे महातेजा बेजे महाविद्या बेजे महाबुद्धिचिदा बेजे महाबुद्धि मेन्डो पा समक्रमना बेजे सर्वकम आवरण विशुद्धन बेजे सोहाशी छिजिङी सुङदी जेना ग्यासेगी चेंगर छेबे छर्चमो बाबा सो फेयन थाये पर दले सुङपे नेबर लालेन छाउ छे ngombu de malo che nge lo sarwa ta kirangi di nepali di lo shana ngombu mebati उपरोक्त त्रिरत्नका आश्रयमा जल आदि जे चढाउँदा अनि पाठ चाहिँ म पढ्दैन त्यसको अर्थ चाहिँ यो पूजा मेघ नामधारिणी जबे भने 10 दिशाका असंख्य बुद्धहरू तथा बोधिसत्वहरूका चरणमा धेरै पूजाको वर्ष हुने आदि अनन्त लाभ हुने सूत्रमा उल्लेख भएकाले त्यसको पालना अवश्य गर्नुपर्दछ अब यहाँसम्म चाहिँ त्यो अब यहाँसम्म चाहिँ पूर्व अनि त्यो चाहिँ सक्यो अब धेरै निप थ्युङसी वास्तविक साधनामा आयो दोस्रो वास्तविक साधना योग निप थ्युङसी नेन्जो ला थांबो तेला दुदे कांबो दोजी किनुस लु नामनांग छेगे छावा ने कांबो केटु ला न्यामसा केबा दादर साव सुजुरांग बो सुशाजे चेजे केलन जारवा गोचुंसे कुबा मे नजर फावा ठाबाङि थोमा मेबा थांबुर साव उ जुङु छावा चे स्तादित नेपाल ला लोगरे अब यो चाहिँ नेपालीमा चाहिँ पढ्नु पर्छ दोस्रो वास्तविक साधना सत्र योगमा पहिलो सर्वप्रथम आफू ध्यान गर्ने स्थानमा पलेटी कसी शरीरलाई भैरुचानका 8 धर्मले युक्त अभ्यासहरू यसरी हुन् 1 वज्र आसन 2 हात ध्यानको अवस्थामा राख्ने 3 ढाड धनुष जस्तै सिधा पर्ने 4 दाँत र ओठ साधारण अवस्थामा राख्ने र जिब्रोको टुप्पा तालुमा जोड्ने 5 शिर अलिकति झुकाउने 6 आँखाले नाकको टुप्पामा हेर्ने 7 दुई पाखुरा माथि तल नभई बाण जस्तै सिधा राख्ने 8 अनुलोम विनुलोम प्राणायाम गर्ने यो अब यसमा चाहिँ के भन्न चाहन्छु भनेदेखि सक्यो भने अहिले जो भनेको 8 वटा छ नि सबै आफूले गर्ने हो यदि तपाईहरु आफ्नो जिउले आफूले थाहा हुन्छ नि अब यहाँ के छ विशेष अनि जानकार हुनुपर्ने के छ भनेदेखि आफूले यसरी बस्नु बेलामा आफ्नो जिउलाई आफूले हेरेर मैले जिउ यसरी बस्यो भनेदेखि ध्यान साधना अभ्यास राम्रो हुने रहेछ भनेदेखि त्यसमा बस्यो भने हुन्छ अनि मनमा हेरेर हो मेरो यस्तो चित्त मनको सोच यस्तोमा हुँदाखेरि अब मैले ध्यान अभ्यास गर्नु सक्ने राम्रो हुन्छ भनेदेखि अनि त्यस्तो गरे पनि हुन्छ यदि त्यो बेलामा मनको भित्र धेरै नराम्रो कल्पनाहरू आएर अनि बाधा हुने त्यस्तो छ भनेदेखि अनि यो 8औँमा अनुलोम विलोम भने चाहिँ गर्नुपर्छ आफ्नो साधारणको अनि खर्साती उक्ति श्वास चाहिँ बिस्तारै बाहिर साधारणमा बाहिर यसरी जाने फेरि भित्र यसरी तान्ने अनुलोम विलोम भने त्यो हो अब त्यो बेलामा चाहिँ मन चाहिँ सासमै राख्नुपर्छ सासमै राखेर अनि त्यो साधारणमा गर्नुपर्छ है साधारणमै बाहिर जानु दिने अनि भित्र आउनु दिने त्यो बेलामा मनले मेरो सास चाहिँ बाहिर जान्छ रहेछ भित्र आउँछ रहेछ भनेर सास मात्रै ध्यान दिने त्यो ध्यान दिएर नराम्रो कल्पनाहरू सबै गयो भने त्यसपछि अनि अब मैले बुद्धहरू त्योहरू मैले ध्यान गर्नुपर्नेहरू गर्छु भनेर चाहिँ त्यो गर्ने हो त्यो चाहिँ मनमा राख्नुहोस् त्यो सम्बुद्ध लेबेमा यो भनेको छ लु ले सुरुवा त सेम ले सुरुवा नि के गर्ने गोबर छ भनेको छ त्यो हो खर्च महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो
다 되네 니바 나 칠업수 차와라 gyurna अब त्यसपछि अनि अब हामी पाठहरू धेरै गर्छ मन्त्रहरू धेरै जप्छ त्योहरू सबै अनि राम्रो हुने सम्यक हुने शक्ति हुने त्यसको लागि आफ्नो वचनलाई त्यसो वचनलाई अधिष्ठान गर्नुपर्छ वचनलाई अधिष्ठान गर्नुपर्छ त्यो वचन अधिष्ठान गर्नुको लागि अहिले यहाँ छ पहिला चाहिँ के गर्नुपर्छ भनेदेखि gyurngak भनेको छ नि gyurngak भने चाहिँ हो या रूपान्तरण मन्त्र भन्छ त्यो हो यहाँ म पाठ गर्छु ओम सम्भरा विमना सरमा जावा हुँ ओम समरा विमना सरमा जावा हुँ सातचोटि ओम रुद्र भने प्रवतया हुँ यो चाहिँ ठेङ्गाको हो ठेवाको अनि मालाको मन्त्र हो लेनदिन यहाँ निलो बनाएको छ नि त्यो हो अब त्यसपछि अब गर्छ वचनलाई अधिष्ठान गर्ने मूल चाहिँ यहाँ देखियो हो कुञ्जो सुम्ला क्या सुछे डोला फेन्चेर साङ्गे सो राङ्गिल हर्सिल चेतेङ्दो भनेको छ आफै इष्टदेव रूपमा चाहिँ आएर अहिले दादे ओमगर थर अलि कर्बु एकोर्ला कल्यमाबु एर्गोर्ला अहिले दादे ओमगर त अलि कर्बु एकोर्दा कल्यमाबु एङ्गोर्दा तेङ्यङबु एकोर्ला मिन नारिन दुदुदे ओम आ इ उ रिरि लिलि ए ओ आमा सोहा तीनचोटि ओम काका गङ्गा चाचा जाया टाटा नाना तथा दाना पापा बाबामा यारा लावा शक्य साहाक्या स्वा ओम ये धर्म हेतु प्रभाव हेतुन तेशन तथा गातो है वदत तेशचयो निरुद्ध एवं वदे महाशर्मनाय सोहा तीनचोटि सबै ngaje yusegi jide deda made sunga chidunga sodo phenzo gyase rinjinde tashi tagyen number ko thimbe tingye kaleda ali umi dadena ngama chirdim ayege thya karman duji chirdim doje rangshin gyur चेबाते ञाम्लिन्छ अब यो आगम चाहिँ तपाईहरु प्राप्त भयो अब त्यसमा अलिकति व्याख्या गर्छु त्यो पढ्दै गर्छु किसिङ हिजो दिक्करा छिताङबो अहिले दिक्करे मार दिक्कर सारो गर्छ नेपाली दि गर्छ अर्थात त्रिरत्न शरणमा गच्छामि सतो प्राणीका कल्याण हेतु बुद्धत्व प्राप्त होस् तीन पटक गर्ने म स्वयं देवरूपी जिब्रो माथि अब यहाँ चाहिँ मनमा राख्नुहोस् त्यो अहिले के अरे वचनलाई अधिष्ठान गर्ने तरिका चाहिँ के हो भनेदेखि पहिला आफै स्वयं इष्टदेवको रूपमा अनि रूपान्तरण गर्नु पर्यो त्यो इष्टदेव चाहिँ आफैले जसले इष्टदेव मान्छ अब मूल इष्टदेव कसले मान्छ त्यो गरे पनि हुन्छ भयो भने त आफैले एउटा अभिषेक पाएको इष्टदेव चाहिँ हुनु पर्यो यदि त्यो नभयो भने अनि त्यो गरे पनि हुन्छ चेरेसी अवलोकरी शिवारा अनि तारा देवी त्यस्तो गरेर धेरै हुन्छ नि त्यो चाहिँ तर यहाँ चाहिँ के अरे यहाँ चाहिँ बौद्धको इष्टदेव हुनुपर्छ अब त्यसपछि त्यो रूपमा आइसकेर अनि आफ्नो जिब्रोको माथि चाहिँ पहिला ओम भनेर पहिला आ भनेर विचार गर्ने आता दिनमा लोता आबाट चन्द्रमा आबाट त्यो आ चाहिँ बिस्तारै चन्द्रमा हुने चन्द्रमा त्यसमाथि सेतो ओम त्यसको माथि चाहिँ सेतो ओम एउटा विचार गर्ने त्यसको वरिपरि सेतो 16 स्वरहरू दायाँतर्फ घुम्दै 16 सरलाई दुवे 16 सर भन्ने चाहिँ स्वर भन्ने चाहिँ यो हो अघि भनेको ओम आ इ उ रि लिलि ए ओ स्वर
अनि टिसुत गर्छ रातो 36 व्यञ्जनहरू अ देब्रेबाट घुम्दै रातो 36 व्यञ्जन र व्यञ्जन भने चाहिँ ओम काखाका गाङा चचा जाङ्या भन्ने त्योहरू चाहिँ हो त्यही नै त्यसको वरिपरि निलो प्रतीत समुत्पाद हृदय दायाँबाट घुमिरहेको कल्पना गरेर निलो खर्सादी प्रतीत समुत्पाद भनेको अक्षर चाहिँ ओम हेदम हेतु प्रभाव भनेको हो यो सबै यहाँ लेखिएको छ यहाँ छ नि ओम आई भनेर छ काकाका गाङ ओम काका गाङ छ त्योहरू हो त्यति पछि भातिने भित्री क्रम ततेसो होदी भित्री क्रम सर्प गुचिल्टे कमजको व्यतिक्रम तिरवा तिरमा रवे खाउलेस उङाते छ नि ओम मे दिलो छ रे त्यति त दिनमा लौना बीच मन्त्र र अँ बीच मन्त्र त बहुत ताउन याद दिने लो त या ओम ओम मर्के भित्री नङरिम जुल दिले छ भित्री चुल्लो त खाउँदो दिदी भित्री क्रम सर्प गुजिल्टे अनुरूप पाठ गर्ने अनि पाठ गर्ने अनि दिए ता दिन महिन्दा बीच मन्त्रमालाको रश्मिद्वारा लौकिक तथा अलौकिकको सर्ववचन 3 अधिष्ठान मन्त्र तथा 7 रज्यरत्न सम्पदहरू अष्टमङ्गलका आकारमा आकर्षित गरी यसरी विलाय हुन्छ प्रतीत समुत्पाद हृदय व्यञ्जनमा व्यञ्जन स्वरमा स्वर ओममा ओम चन्द्रासनमा एकपछि अर्को विलाय हुँदै अ अक्षरमा परिणात भयो त्यो अ अक्षर पनि सेतो र रातो अमृतमा परिवर्तन भई जिब्रोमा विलय भएर वज्र स्वभावमा रूपान्तरित भयो भनी अभ्यास गर्नु अब त्यो अघि भनेको त्यसो जिब्रोको माथि पहिला आ चाहिँ यसरी त्यो भयो चन्द्रमा त्यसको माथि ओम भयो नि त्यो चाहिँ सब्रको टाउको जस्तो चाहिँ हो अब ओमको वारिबारी पहिला चाहिँ के घुमाउनु पर्छ भनेदेखि ओम आ इ उ भनेर सेतो त्यसको पछि त्यसको बाहिर ओम काका गाङा चचाजाङा भनेर चाहिँ त्यो चाहिँ घुम्ने त्यसको बाहिर है तिनवटा घुम्छ नि त्यो सब्रको टाउका माथि यसो हुन्छ जिउ चाहिँ यसरी तिनचोटि घुम्छ नि त्यही दोस्रो गरेर आफ्नो जिब्रोको माथि पहिला ओम चाहिँ त्यो दोस्रो भयो टाउका सब्राको टाउको दोस्रो भयो अनि तिनचोटि घुम्ने चाहिँ अक्षरहरू हो ओम आ इ भन्ने त्यो काका गाङा त्यसको पछि ओम हेदम भनेर त्यो त्यहाँदेखि प्रकाश गएर अनि शरणीयहरू सर्वशरणीयहरूको वचनको अनि आशीर्वादहरू शक्तिहरू सबै अनि यही अक्षर दोस्तो रूपमा आएर अरू टसिताकिल गर्छ अष्टमङ्गलमको रूपमा आएर अनि आफ्नो जिब्रोको माथि भएको अक्षरहरूलाई बिलाएर गयो विलन भयो भनेर चाहिँ विचार गर्ने अब अघि तिनवटा थियो नि अक्षर त्यो यसरी घुमाउने तिनवटा थियो नि अब बाहिरको हे धर्म भने चाहिँ यसको भित्रको अनि काका गाङा भन्ने त्यो घुमेको अक्षरलाई बिलाउने त्यो काका गाङा भन्ने चाहिँ त्यो अक्षर चाहिँ अनि फेरि त्यसको भित्र भएको आ इ भन्नेलाई बिलाउने आ इ भने चाहिँ ओमलाई बिलाउने ओम चाहिँ बिस्तारै सुर नि अनि चन्द्रमालाई बिलाउने अनि आले ओमी दादेनम ngamachide ai पश्चिममा आ भन्ने यो जिब्रोको माथि आ भन्ने अनि अक्षर चाहिँ हुने त्यो आ पनि बिस्तारै सुरुवाला गर्छ बिलाएर अनि आफ्नो बिलाएर चाहिँ आफ्नो यो जिब्रोलाई अधिष्ठान
अधिष्ठान अनि आशीर्वाद अनि भयो भनेर चाहिँ सम्झिने त्यस्तो चाहिँ गर्नु सक्यो भनेदेखि के अरे वचनको पापहरू र दोषहरू अनि सबै टेकेर त्यसमा नाश भएर अनि वचनको शक्ति धेरै बढाउँछ भन्छ अहिले म भन्नु नि धेरै मान्छेले ओमाने पेमुदेखि लिएर मन्दिर जाप्छ तर त्यसले धेरै शक्ति छैन रहेछ नि है पहिलाको गुरुहरूको मन्दिरहरूले शक्ति छ यताउता बिमार भयो भनेदेखि म मन्दिर गर्छु भनेर मन्दिर जापेर फुफु गरेदेखि तुरुन्त निको हुने हुन्छ आजकल कति फुफु गरेर निको नहुने त्यो के हो भनेदेखि यो यस्तो अनि अभ्यास ध्यान अभ्यास र के अरे त्यो वचन अधिष्ठानको अनि अभ्यासहरू चाहिँ नजानेको कारण र नगरेको कारणले हो यो चाहिँ मनमा राख्नुहोस् ती सुगुते सुम्बल्लामेन नेन्जोर अब तेस्रो चाहिँ गुरुयोगको विषयमा हो अब लोसा सुम्बल्लामेन नेन्जोर चिरलामेन नेन्जोर न्यासो नेन्जो लामे कादर छासिन छेटादो नेन्जो लामे वाङ थोban नंगे थुम्नो थुन्डु गेबादे मथुban नंगे थुन्डु दुबा न्यामले खोबे धेरै थुन्डु दुबा गएना भनेको छ अब यहाँ चाहिँ नेपालीमा तेस्रो गुरुयोगको विषयमा अब गुरुयोगको विषयमा मैले धेरै भन्नु पर्दैन अस्ति मैले तपाईहरुलाई अनि साधारण भन्नु हुँदैन अब साधारण भन्नु पनि हुन्छ त्यो के रे शिष्यले गुरुलाई कसरी अनि मान्नु पर्छ भनेको विषयमा त्यो शिक्षा र ज्ञान सबै मैले तपाईहरुलाई दिइसक्यो त्यो चाहिँ गर्ने हो अब यहाँ चाहिँ अनि नेजुल्लामे सरकार छ अनुत्तर तन्त्रमा भएको अभिषेकहरू पाइसकेको व्यक्तिले चाहिँ थुन्डु लामे नेन्जोला गर्छ छो 17 गुरुयोग भन्ने त्यो पाठ चाहिँ त्यो अभ्यास साधना गर्ने चाहिँ यहाँ आउँदैछ अब यो चाहिँ मैले आज नभन्ने तपाईहरुको भित्र त्यो अभिषेक पाएको छ कि छैन विभिन्न होला त्यसो कारणले यो चाहिँ आज नगरेर पछि चाहिँ यो र यो भन्दा अझ विस्तृत रूपले अर्को एउटा छ थुन्डु गेबा भने दुईबार गेबाको आगम र अनि व्याख्या चाहिँ पछि गर्छु अहिले चाहिँ यहाँ चाहिँ के रे खर्सादी यो चाहिँ राख्छु तरे त्यसैना यागरे वाङ थमेन वाङ नपायो भने यो चाहिँ गर्नु नहुने हो यो चाहिँ यहाँ राखौं अब तपाईहरु वाङ के रे वाङ पाइसकेको हो भनेदेखि वाङ खर्च अभिषेक खर्चदे नेजुलामेदी अनुत्तर योग तन्त्रको अनि अभिषेक पाइसक्यो भने यो पाठ गर्यो भने हुन्छ तर यसको विषयमा पछि भन्छु ठीक छ ता दिने मान्टो अब ठीक छ धेरै छैन अब चौथोमा आयो अब खानपानको अनि योग साधना हो अब यो चाहिँ धेरै गाह्रो छैन अब यहाँ चाहिँ मैले पाठ गर्छु है के रे यहाँ सुरु गर्छु शिव सदुङ्गी नेन्जोला ngadu छेबानी ओम आहुङ तीनचोटी भनेर बिहान के रे चाहरू खानु बेलामा पहिला ओम आहुङ तीनचोटी पाठ गर्ने त्यसपछि सांगे थम्जे दिबेको दोजे जेमे ngoni कुन्जुसुमगे चावाते लामान नामला छबाबुल भनेर यो के रे अनि महायाना धर्म खास गरेर महायाना तन्त्र धर्ममा चाहिँ गुरुलाई धेरै ठुलो मान्छ कृपाद्वारा त्यसो कारणले पहिला आफ्नो धर्म गुरुलाई अनि चढाउने त्यसपछि चढाउने हो यो चाहिँ यहाँ नीलोमा बनाएको छ आगम मैले अघि दिइसकेको त्यो हो एउटै हो अब त्यसपछि
अनि बुद्ध रत्न त्रिरत्नलाई अनि चराउने दक्सो खोर्चे सेरब थम्जेतु कुंजो सुम्दा नाम्या मेन्डेसी कुंजो सुम्बु गिन्दु छेबाता कुंजो सुम्गे छिरब जुगर शो भनेर त्रिरत्नलाई अनि चराउने त्यो पनि निलो बनाएर चाहिन्छ नेपालीमा अब त्यसपछि तेस्रो जो खाना खान्छ त्योहरू चाहिँ अनि आफूले खाना नखाएको अगाडि जो खानाहरू छ त्योहरू सबै यो के अरे पूजाको रूपमा छोक भन्छ नि प्रसादको रूपमा हैन त्यसको रूपमा पहिला प्रसादको रूपमा रे त्यो के अरे पूजाको रूपमा पहिला शरणीहरूलाई चढाउने त्यो चढाएर त्यसपछि त्यो प्रसादको रूपमा आफूले खाने त्यसो कारणले शास्य रोग्या देम्बे यठो लेक्चर दिने क्या वा सेजेला टेबे पुवे डोवा तेदाको जोर्देन तिनजन सेल चबर शो भनिन्छ त्यो पनि नेपालीमा लेखेको छ तपाईहरु पढ्नु सक्छ त्यसपछि जो हामीले खाना खाएको त्यसलाई चाहिँ रागद्वारा नखाएर अनि खर्सते नागे गमन हुने अनि त्यो जीवहरू सबै राम्रो भएर अरूलाई फुर्ती देखाउने त्यस्तो हुन्छ नि त्यस्तो सोचले खाना नखाएर मेरो जीवन चाहिँ बसेर अनि धर्म गर्नुको लागि म खाना खान्दैछु भनेर चाहिँ सम्झिनुपर्छ त्यसको विषयमा हो खासैमे दण्डवा रिबाई देजा सेदा मेबा देंगी ग्यागचिर माला न्येबेचिर माला छाकचिर माला लुने बसी छिर भनेर त्यो छ अब त्यसपछि लुगे सिम्बु तादा सांसिङगी सांसिङगी दुने माउ बना छेगी दु सिमजे तेन्दो जोबे सांगी गोबान रुपजे सदुङ लङजे छा भनेको छ त्यो पनि नेपालीमा लेखेको छ यसरी अब यसको मतलब के हो भनेदेखि लुगे सिम्बु तादा सांसिङ हामीले खाना खानु बेलामा खाना खाएको पछि त्यो खाना चाहिँ अनि मुखबाट बिस्तारै भित्र जान्छ नि जिउको भित्र अब जिउको भित्र चाहिँ धेरै किराहरू हुन्छ भाइरसहरू हुन्छ नि उनीहरूले चाहिँ मैले दान दिन्छु भनेर चाहिँ सम्झिने है अब त्यो मात्र होइन अहिले चाहिँ मैले उनीहरूलाई खाना खुवाएर दानको रूपमा खाना खुवाएर खाना दिने भविष्यमा मैले उहाँहरूलाई अनि धर्म देशना धर्महरू दिएर अनि उहाँहरूलाई फाइदा गर्छु भनेर चाहिँ यसरी विचार गरेर चाहिँ खाना खाने तरिका चाहिँ सिकाएको हो यस्तो पाठहरू गर्ने विचार गरेर खाना खायो भनेदेखि जति खाना खाएको कार्यहरू छ नि सबै धर्ममा लाग्छ राम्रो हो नि त्यतिपछि अब बिहान चाहरू खाइसकेको पछि के खाजाहरू खाइसकेको पछि के गर्नुपर्छ भने थेने सक्छ छेबे जुक्तो मोमेन छावा नि भनेर चाहिँ प्रार्थना गर्ने हो जिम्बा ग्याजिङ क्युबा ती दुवेत नो रङजो सांगेने ngंगी क्यावा न यामार के सोना जिम्बे ड्रुप क्युरु चिक अब यसमा दुई हुन्छ एउटा चाहिँ अरूले आफूलाई खाना दान दिएको त्यसले प्रार्थना गर्ने पनि त्यो योले हुन्छ फेरि आफूले खाना खाँदाखेरि आफूले पनि किराहरूले दान दिएको छ नि त्यसको प्रार्थना पनि हुन्छ योले त्यो अब के गर्यो भनेदेखि जसले मलाई दान दिएको मैले जसलाई दान दिएको त्यसले भविष्यमा सर्व प्राणीहरू सबै बुद्धत्व प्राप्त होस् पहिलाको बुद्धहरूले अनि प्राणी दुःखदेखि मुक्ति अनि नगरेको बाँकी रहेको अनि प्राणीहरू छ त्योहरू सबै मैले धर्मको यो दान दिएर अनि यो त्योहरू सबै मैले बुद्ध भूमिमा पुर्याउन सकोस् भन्ने त्यो हो प्रार्थना त्यसको मतलब चाहिँ पछि अब त्यसपछि चाहिँ जाम्बेल पाउ छिदर खेम्बा त कुन्दो सम्ब त्यहाँ त्यसिन्де त्यता कुन जेसो दालो गेवा देदा थम्जे रप्तु ngो भनेर चाहिँ त्यो पाठ गर्ने त्यसुम सेबे गेवा थम्जे ngो खाना छोदो ngaba thi दागी गिवे चावा दिग्यु क्याङ सांबुच्चे रप्तु ngो रे कि भने त्यो दुई हो
दिल नेपाली के गुरुदुई यो चाहिँ धेरै महत्त्वपूर्ण हो एकचोटि नेपालीमा पढ्नुहोस् न मतलब चाहिँ अर्थात् जसरी वीर मञ्जुश्रीले बुझ्नुहुन्छ समन्त भद्रले पनि त्यसरी नै बुझ्नुहुन्छ सञ्चय गरिएका सबै कुशल मूलहरूलाई परिनामना गर्दछु त्रिकालका सबै बुद्धहरूले जसरी परिनामनालाई उत्तम तवारले प्रशंसा गरेका थिए त्यसरी नै म आफूले सञ्चित गरेका सबै कुशल मूलहरू पनि भद्राचार्यका निमित्त परिनामना गर्दछु त्यही पछि अब यहाँसम्म चाहिँ बिहानको त्यो खाजाको बेलामा अभ्यास साधना गर्ने चाहिँ भन्यो अब दिउँसो खानामा भने अब त्यही जस्तो हो पर्सो त्यही निमे छेबाला दिबानी ओमाउ लेसुम छिङ्गे छेलाप छेते त्यो बल्लामे सङ्गे रुम्बुची त्यो बल्लामे थम्जु रुम्बुची डेम्बल्लामे गिन्दी रुम क्याम्ने कुन्जो सुम्न छेबाम्बुल यो पनि नेपालीमा अनि सबै लेखेको छ त्यो निलो त्यो चाहिँ पाठ गर्ने हो अनि अघिको जस्तै हो दिउँसो पनि फेरि सासु रोग्या दिने युट्युबले ज्यादिने ग्यावासिसले थेबे पो झन्डै 300 साल चोपर सो त्यो पनि निलो अक्षरमा लेखेको छ अब त्यसपछि यहाँ चाहिँ बिहान नभएको दिउँसो चाहिँ एउटा चाहिँ यहाँ छ अब दिउँसो खाना खाने बेलुका खाना खाने बेलामा कोहीहरू फेरि मासुहरू खानु सक्छन् है तर त्योहरू पाप अनि धेरै नहुनुको लागि जो अनि मरेकोहरू त्योहरू पनि अनि एउटा जन्म राम्रो लिनेको लागि अनि मन्त्र एउटा अनि छ त्यो चाहिँ यो ओम अबिर खेचारा हुँ भनेर त्यो चाहिँ अनि के भन्छ पाठ गर्नुपर्छ त त्यति पछि अब दिउँसो खाना खाइसकेको पछि के गर्ने भने चाहिँ बिहान त्यो खाजा खाएको पछि जो गरेको छ नि पाठहरू त्यही गर्ने हो भनेको छ अब यहाँसम्म के अरे चौथो विषय चाहिँ सक्यो अब पाँचौँ चाहिँ विषयमा हो अब यहाँले अब बेलुका सुन्ने बेलामा ध्यान साधना गर्ने विषयमा न्यालकर खन्दुल हङमनम छेजे क्याव्युगु दुन्दु याला दुम्बे न्यामलेन ते छाङजे वाता छुजिन शाकपादन जेसो येरङ कुशी सोवाई केवा चुङसे दागी चिसाबा थम्जे दागी छाङजु छिरुङो शे देन्ते छेने के अरे दिन नेपाल नाचु लोता पाँचौँ शयन योग विधि सुत्नुभन्दा अगाडि अन्य पाठहरू गरेपछि शरणीय त्रिरत्नको अगाडि सप्तङ्ग वन्दन पूजा विधि यस्तो छ त्यही अब यो पाठ चाहिँ मैले अघि पढेको त्यो हो निलोमा बनाएछ अनि त्यसो हो अर्थात् वन्दना पूजा तथा देशना अनुमोदन याचना र प्रार्थना गरी मैले थोरै सञ्चित गरेको कुशल कर्महरू जति छ ती सबै बोधि लाभकै निमित्त परिनामना गर्दछु अब यसमा चाहिँ 7 प्रकारको अनि अभ्यासहरू छ है यहाँ छ नि छाङजेवा छेपा सापा यहाँ नेपालीमा छ नेपालीमा पढ्नुहोस् न छाङजेवा पहिलो चाहिँ सम्बोधनमा छाङजेल हो नेपालीमा वन्दना दोस्रो चाहिँ छेपा पूजा तेस्रो चाहिँ शाक्पा प्रायश्चित अनि पाँचौँ चाहिँ छोकरको कुवा मरे शिवा जेसु यरावा अनुमोदन ngabaди chokor ko wa kulwa धर्म प्रवचनको याचना ठुकबादी न्याङले मेदावा सोवा निर्वाण नहुनु प्रार्थना तिम्बादी ngoa कुशल कर्मको परिणामनाहरूका अभ्यास गर्ने त्यो 7 छ अब यो 7 को विषयमा पछि मैले बृहत रूपले भन्ने हो अहिले चाहिँ छोटकरीमा त्यो अब यो 7 मा बेलुका खास गरेर अभ्यास के गर्नुपर्छ भने यो खेपर्दो सक्पे कप भन्ने छ एक दिनमा पाप गरेको जो छ त्योहरू सबै बेलुका त्यसले चाहिँ खर्च सक्पर गर्छ
परिचित चाहिँ गर्नुपर्छ खेबर्दो शाबेक थोमेने साबे दिबाता थरेंगे निमर चेबे छेसा दितो न निम्बो तोबशी गोने शाको निम्बो तोबशी ने तमन नबा सुनजिम तोबशी वा दुखोंदु सोंवा तबे रागी दिबा साबाला गेबा छेबा निबा तेंगे तोब क्यामरु सेमगे छेबा सुमा निम्बो कुंदु चेबे तोब दिबा थाबे थापसु सेमगेबा दोर्सम गोमदेसो न्यामने छेबा थी दिया निम दर्दु चोना इगे गेबा छासंग थांग निर्चिक मात्र डांगला तेमिन दिबा निर्चिक टांगिल छेस इगे गेबानी अब यसको आगम दिन्दे छ है ओम वज्र सत्वा समयम हनुपालाय वज्र सत ते नो प्रतिष्ठा दिर्दो मेवा सुदुशोय मेवा सुबुशोय मेवा अनुरागतो मेवा सर्वसिद्धि में प्रयाच सर्वकम सुचा में चितम श्रेय कुरु हुं हा हु भगवान सर्व तथागत वज्र मामिम मुजा वज्री भवा मा समाया सत्व आहुं फट शबते इगे द्विबा ओम वज्र सत्व हुं शबते शिवा न्याबल अल्लाह दुबे तोमने छिंजे मेजेबे तोमसिम तेम्बा वो दिन नेपाली लोकरिन्जी मिन्जे अब यो चाहिँ नेपालीमा पढ्नु पर्छ विशेष प्रकारले पाप देशन गर्दा अनादिकालदेखि आजका दिनसम्म सञ्चित गरिएका सबै पाप र दोषहरू चार प्रतिपक्षद्वारा कटी गर्नुपर्दछ चार प्रतिपक्ष बलहरू यस प्रकार छन् एक विदूषण बल अर्थात् विष घाँटीभित्र पसेको जस्तै आफूले गरेको पापलाई मनैबाट पश्चाताप गरिन्छ दोस्रो यो पहिलो चाहिँ यो हामीले आफ्नो गरेको पापलाई चाहिँ अनि आफ्नो मन भित्रदेखि नै त्यो विष खाएर त्यसपछि खसादेला गेपाला पश्चाताप हुन्छ नि त्यस्तो हुनुपर्छ भनेको छ त्यो चाहिँ धेरै महत्त्वपूर्ण हो त्यही निपा दोस्रो आश्रय बल जसमा शरण गमन र चित्त उत्पाद गरिन्छ सुम्बा तेस्रो प्रतिपक्ष समुदाचार बल जसमा पाप कटी गर्नका लागि चित्त उत्पाद इष्टदेव वज्र सत्वको भावना तथा पाठ आदिको अभ्यास गरिन्छ अनि फुर्सद भएमा सधैँ उहाँको बृहत शताक्षर यानि कि 100 अक्षर मन्त्र कम्तीमा 21 पल्ट जाप्ने कहिले समय नभएमा छोटो मन्त्र ओम वज्र सत्व हुँ 21 पटक जप्न आवश्यक छ त्यो ठिक छ यो ओम वज्र सत्व भन्नेमा त्यो पापलाई नष्ट गर्नेको लागि यो मन्त्र चाहिँ धेरै महत्त्वपूर्ण हो भनेको छ थाहा तिने चौथो प्रत्यपति बल भविष्यमा पाप कर्म त्याग्ने स्वयं चित्तद्वारा प्रतिज्ञा लिने अब यहाँसम्म चाहिँ पापलाई त्यो गर्ने चाहिँ भयो अब के अरे त्यो अन्तिममा सुन्नु बेलामा थेने खसो ट्रुने न्यार्से नङदु सुक्दे काङबा किलरुङ छेदे धराङाटो दावे नेन्जुर कपलामा थुवासु दिन्दु गमि योबाते ट्रेन्डे धिङि चिवर देन्ठाङ थेने चिवने मार चा उमे गुने निंगर देन्ठाङदे पान्देन जाबे लामा रम्बुजे दागी निंगर पेन्ते तेंशुला काटिङ छेम्बे कोने जेसुङदे कुसुङ थोगी मुरुप चान्दु सोल शे समसिङ ngāgdu tēne lāma tōngā rāngsim lā tīmde lāma yidam rāngsim sō yerme tu mēshīng tōngbē ngāngdu nyāl nīpa yāna nyingar gomshimam lāma choksum lā tēbe lōdāng chāngsim sō simshīng nyāl sumba yāna nāngba chiyōngi rāñyāwe goyu sar kunchusum yobar samde tēye yōnden tēbe tē gomshīng nyālo che tā dī नेपाली rēlēchi yabuchi loa अब नेपालीमा पढ्नु पर्छ यो त्यसपछि हात मुख धोई ओछ्यानमा गई पलेटी कसी यसरी भावना गर्नुपर्दछ आज बिहान उठ्दा गरिने योगको बेला गुरु मुनिन्द्र आदि आफ्नो अगाडि साक्षात् विराजमान हुनुभएका याद गरी अब उहाँ आफ्नो शिरमाथिबाट नाडी अवधूति मार्फत आफ्नो हृदयमा आमन्त्रण गर्ने अनि त्यसपछि त्यो वचन पाठ चाहिँ गरिने हो त्यसको अर्थ भन्छु म एकछिन है पन्देन चावे लामा रुमुछे भनेर गुरु बुद्ध चाहिँ
यसोरी आफ्नो शिरको माथि अनि गर्छ तिनटी सुबल गर्छ आमन्त्रण गर्ने त्यसपछि बिस्तारै यसोरी अवधूतिद्वारा बसेर आफ्नो मनलाई बिलन गर्ने मनको बिलन गर्ने र मनको भित्र छ भनेर चाहिँ विचार गर्ने त्यो के गरे पनि हुन्छ तर यहाँ चाहिँ अनि आफूले जो गर्नु सक्छ त्यो हेर्नुपर्छ अब यहाँ नेपालीमा छ दिठो लोक्था अर्थात श्रीमद् मूल गुरु रत्न मेरो हृदयको कमल आसनमाथि विराजमान हुनुहोस् महान कृपाका साथ मलाई ग्रहण गरी काया वाक र चित्तको सिद्धि प्रदान गर्नुहोस् अब यहाँ अब त्यो के अरे सुन्ने बेलामा अनि अभ्यास गर्ने त्यसमा 3 प्रकार हुन्छ आफूले त्यो 3मा कुन सक्छ रहेछ त्यो चाहिँ गर्ने हो अब सक्यो भने त पहिलाको चाहिँ सबभन्दा राम्रो हो त्यो चाहिँ पहिला पढ्नुस् त पहिलो गुरु मुनि आफ्नो हृदयमा विलय भएर गुरु इष्टदेव तथा आफ्नो चित्त अभेद भावमा कल्पना गरी शून्यको भावमा सुत्ने शून्यताको भावमा शून्यता सोचेर चाहिँ सुत्ने हो यो अलिक गाह्रो छ तर सबभन्दा राम्रो यही हो अब त्यो नसक्यो भनेदेखि दोस्रो अथवा हृदयमा भावना गरिरहेको वा गुरु त्रिरत्न प्रति श्रद्धा र बोधिचित्तको भावना गर्दै सुत्नु पर्दछ यो चाहिँ खास बुद्धिचित विचार गरेर सुत्ने हो अघि चाहिँ शून्यता हो नि अहिले चाहिँ बुद्धिचित अब यो पनि सकेन भने नसक्यो भने गर्नु नसक्यो भने तेस्रो अथवा सामान्य बौद्धहरूले आफू सुतेको सिरनीपट्टि गुरु त्रिरत्न साक्षात विराजमान हुनुहुन्छ भनी सम्झिँदै उनीहरूको गुण स्मरण गर्दै सुत्नु पर्दछ अब त्यो 3मा आफूले के सक्छ हेरेर चाहिँ गर्नु त्यो 3 जो गर्यो भनेदेखि अनि आफूले जति सुतेको सबै धर्ममा लाग्छ 다 되네 두버 뒤싱이네 두버 뒤싱이네 저는 공도 셰베 당외도도ထွ기도도 튕기도도 사동도 냐베 뒤제 응아볼레 셰베 뒤싱게 갑 조어 텐셰 바유 고네 라린도 준주소 동아기 총란 맹알이 총아도 종원 주소 상여 고네 곰냠네 자오스 야다 요새 नेपालीमा पढ्नुस् छैठौं अन्य कालको साधना भनेको उक्त जाग्ने समय स्नान योग ध्यानको अवधि खानपानको समय सुत्ने समय गरी यी 5 योगभन्दा भिन्दै समयमा मुख्य रूपमा प्रतिविज्ञानद्वारा मार्गक्रम तथा बोधिचर्यावतार आदि सूत्र एवं तन्त्र वा उपदेश अनुसार प्रयोग वास्तविक विसर्जन यी 3 अभ्यास सम्पन्नका साथ ध्यान अभ्यास गर्नु अब यसपछि चाहिँ अनि अब आजका त्यो के भन्छ विषय चाहिँ यहाँसम्म हो सक्यो यति राखौँ है अब अन्तिमको प्रार्थना जाम्बे पावो चितर खेम्बादा कुन्दु जम्बो त्यहाँ देशिन्데 대다 군주 제손다로지 개와 대다 탐제 rab동 त्यसुम शेबे 개와 탐제 ngoa khangla chodo nga ba dashin ge we sawade sangbo jeje rabdo ngoare ki 도난 공부 체레스 말에 템바 지된 강수 전바다 템바 니비신도 세바도 덴지 푸노신도 템바 요리 네베 트라시쇼 자규 라만 남게 트라시쇼 이담 하조 남게 마다 칸조 남게 트라시 최경송만 남게 트라시쇼 라스 토지체 라소 알레레레레 야야